नमस्कार, स्वागत छ तपाईलाई आफ्नै च्यानल टेक्निकल ह्याक्समा। आज म हजुरहरूलाई मोबाइलमा केही काम गर्दा टच नगरिकन गर्दै डिस्प्ले बन्द हुने समस्याको समाधान लिएर आइसकेको छु। त्यसको लागि पहिला आफ्नो मोबाइलको सेटिङमा जानुहोला। सेटिङमा जानुसाथ तपाईले बिस्तारै स्क्रोल गर्दै लक स्क्रिन हेर्नुहोला। भेटाउनु भएपछि त्यहाँ क्लिक गर्नुहोला। क्लिक गर्नु भएपछि टपमा स्लिप भन्ने हुन्छ, त्यस स्लिपमा थिच्नुहोला। त्यसपछि अब तपाईले नेभर भन्यो भने तपाईले आफ्नो मोबाइलको डिस्प्लेमा टच गर्नु भएन भने यो कहिले पनि अफ हुँदैन। अब तपाईले जति मिनेट अथवा जति सेकेन्डको चाहन्छ यहाँबाट क्लिक गर्न सक्नुहुन्छ। अब म यहाँ 30 सेकेन्डको राख्छु। हस्त धन्यवाद। यति भन्दै टेक्निकल ह्याक्सलाई सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद। नमस्कार, स्वागत छ तपाईलाई आफ्नै च्यानल टेक्निकल ह्याक्समा। आज म हजुरहरूलाई मोबाइलमा केही काम गर्दा टच नगरिकन गर्दै डिस्प्ले बन्द हुने समस्याको समाधान लिएर आइसकेको छु। त्यसको लागि पहिला आफ्नो मोबाइलको सेटिङमा जानुहोला। सेटिङमा जानुसाथ तपाईले बिस्तारै स्क्रोल गर्दै लक स्क्रिन हेर्नुहोला। भेटाउनु भएपछि त्यहाँ क्लिक गर्नुहोला। क्लिक गर्नु भएपछि टपमा स्लिप भन्ने हुन्छ, त्यस स्लिपमा थिच्नुहोला। त्यसपछि अब तपाईले नेभर भन्यो भने तपाईले आफ्नो मोबाइलको डिस्प्लेमा टच गर्नु भएन भने यो कहिले पनि अफ हुँदैन। अब तपाईले जति मिनेट अथवा जति सेकेन्डको चाहन्छ यहाँबाट क्लिक गर्न सक्नुहुन्छ। अब म यहाँ 30 सेकेन्डको राख्छु। हस्त धन्यवाद। यति भन्दै टेक्निकल ह्याक्सलाई सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद।